हेलो गाइस, वन्स अगेन वेलकम ब्याक टु माई च्यानल। कस्तो हुनुहुन्छ सबैजना? आई होप सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु होइन। र आफ्टर लङ टाइम है मैले आज फेरि पनि हजुरको सामु भ्लग लिएर आइसकेको छु। अनि किनकि अब आई हेभ सम प्रब्लम होइन, अब त्यो प्रब्लमहरू चाहिँ मैले सल्भ गरिसकेको छु होइन। अन्त अब मान्छेको धेरै हुन्छ नि लाइफमा, अप्स एन्ड डाउन है, अब धेरै आउँछ होइन। अन्त त्यसलाई चाहिँ अब सल्भ गरिसकेँ मैले होइन। र लङ टाइम है, मेबी आफ्टर 1 विक राइट, आफ्टर 1 विक होइन। अब मैले भ्लग कहाँ है बनाइराख्नु पऱ्यो नि त। अब मेरो पनि त फ्यानहरू होला होइन। अन्त सम फ्यान है, अब नट टु मच, सम फ्यान होइन, उनीहरूले अब हेर्नु खोजिरहेको होला मेरो भ्लग होइन। र आज फेरि पनि है, आज चाहिँ मेरो चाहिँ सानो होइन, मेरो चाहिँ ट्रेनिङ थियो। अनि ट्रेनिङले गर्दाखेरि चाहिँ म अहिले छिटै छुट्टी भयो मेरो आज, अलमोस्ट 2:30 है। 2:30मा मेरो सकिहाल्यो ड्युटी। अन्त त्यसै कारणले अन्त आज चाहिँ फेरि एउटा सानो गीत लिएर आएको छु तपाईँको सामु होइन। यो गीत चाहिँ हो ट्राइबल रेन है, दामी सङ छ। यो सङ चाहिँ मैले आज तपाईँहरूलाई है सुनाइरहेको छु, र भुल भएमा माफी पाऊँ है। अन्त यो सङलाई चाहिँ तपाईँहरूले वाचिङ गर्न सक्नुहुन्छ। थ्याङ्क यू गाइस। आम गोना स्टार्ट है सिङ्गिङ, सो सुन्नु होला। हेलो गाइस, र मैले चाहिँ सङ स्टार्ट गरिसकेको छु। र होप यु गाइस है अल आर लाइक माई सिङ्गिङ होइन। कमेन्ट गर्नुहोस् अनि लाइक गर्नुहोस्, अनि जति सक्दो सेयर पनि गरिदिनुहोस्। हेर तिम्रो लागि तारा तोडिदिन्छु त भने मात्र हो, एउटा भने मात्र हो। हेर तिम्रो लागि जीवन त्यागिदिन्छु। ती प्रचण्ड होइन हो भन्नु, केही रहने छैन तिमी बिना। मरेर कहाँ जान्छु मलाई थाहा छैन, तर तिमीसँग जिउन पाउँदिन। हेर तिम्रो लागि बादल सरिदिन्छु त भने मात्र हो, एउटा भने मात्र हो। हेर तिम्रो लागि सबै रोकिदिन्छु। ती प्रचण्ड होइन हो भन्दिन, केही रहने छैन तिमी बिना। मरेर कहाँ जान्छु मलाई थाहा छैन, तर तिमीसँग जिउन फेरि पाउँदिन। तिमी नै छैनौ भने म त एउटा भन मात्र हो। तिमी नै छैनौ भने म त एउटा भनै मात्र हो। Yo guys, मजाले गीत गर्नुहोस्। तिमी नै छैनौ भने म त एउटा भन मात्र हो। तिमी नै छैनौ भने म त एउटा भन मात्र हो।
र थ्याङ्क यू फर वाचिङ है गाइस। यति नै थियो यो सङ चाहिँ होइन, भेरी डिफिकल्ट सङमा अब राम्रो लाग्छ है यो सङ चाहिँ। र तपाईँलाई सङ है राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब है गरिदिनुहोस् होला। थ्याङ्क यू।